ओम नमो बुद्ध। बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामना सबैजनालाई। र मलाई लाग्छ कि आजको दिन चाहिँ सही दिन हुनेछ है। जुन मेरो टपिक थियो क्लास 10 बाद नानीहरूले कुन चाहिँ स्ट्रिम होइन कुन चाहिँ कोर्सेसहरू लिने भनेर, र आजको दिनमा हामी त्यही टपिकमा चर्चा गर्नेछौँ। सो आई विल ट्राई माई बेस्ट कि यो भिडियो चाहिँ एकदमै सर्ट र एकदमै इन्फर्मेटिभ होस् भनेर, र सिधै पोइन्टमा जाउँ है, सिधै टपिकमा जाउँ हामी। र क्लास 10 बाहेक जस जस नानीलाई रेगुलर स्टडी आफ्नो स्टडी कन्टिन्यू गर्नु छ, उहाँहरूले 11-12मा साइन्स लिन सक्नुहुनेछ, आर्ट्स लिन सक्नुहुनेछ, या त भोकेसनल लिन सक्नुहुनेछ। यदि अरू कोही छ जसलाई त्यो सबै सब्जेक्टहरूमा सबै त्यो स्ट्रिममा इन्ट्रेस्ट छैन भने उहाँहरूले आइटिआई प्लस पोलिटेक्निक पनि गर्न सक्नुहुनेछ। र धेरै नानीहरू हुन्छ जसलाई यो जुन चाहिँ रेगुलर एउटा सिस्टम छ त्यसमा पढ्न मन हुँदैन या त इन्ट्रेस्ट हुँदैन, तिनीहरूको लागि पनि अहिले धेरै डिजिटल कोर्सेसहरू निक्लेको छ होइन, प्लस अफलाइन कोर्सेसहरू पनि निक्लेको छ। वेयर एज गभर्मेन्ट अफ इन्डियाले पनि धेरै स्किल रिलेटेड कोर्सेसहरू अहिले के गर्दै गएको छ, निकाल्दै गएको छ। सो त्यो कोर्सेसहरूमा तपाईँहरू आफ्नो नानीहरूलाई जोइन गराउन सक्नुहुनेछ। यदि अनि सबैभन्दा इम्पोर्टेन्ट कुरा, नानीहरूकोमा कस्तो खालको इन्ट्रेस्ट छ या नानीहरूलाई के पढ्न के गर्न मन लाग्छ, त्यही हिसाबले नै नानीहरूको जुन चाहिँ अघिको भविष्य छ त्योमा चाहिँ तपाईँहरूले उहाँहरूलाई प्रोत्साहन दिनु पऱ्यो। अनि कुनै पनि नानीहरूलाई ज्यादा फोर्स गर्न मिलेन है। यदि किनभने के हुन्छ भने, यदि नानीलाई त्यो सब्जेक्टमा त्यो टपिकमा इन्ट्रेस्टै छैन, तपाईँले उहाँलाई हाल्नुभयो भने पनि उहाँहरूको त्यो जुन चाहिँ माइन्ड हुन्छ त्यो माइन्ड त्यो कुरामा हुँदैन। सो बेटर के हो, नानीहरूलाई जुन तरिकाको पढाइ मनपर्छ, जुन तरिकाको उहाँहरूलाई इन्ट्रेस्ट छ, त्यही हिसाबले नै नानीहरूको आउने जुन चाहिँ स्टेप छ त्यो चाहिँ तपाईँहरूले लिन पऱ्यो। किनभने अब अहिलेको जुन चाहिँ सिचुएसन छ, अहिलेको जुन चाहिँ वर्ल्ड होइन छ, त्यो चाहिँ एकदमै एडभान्स छ। सो पहिलाको जस्तो हामीले जे गर्थ्यौँ साइन्स आर्ट्स, हाम्रो जिन्दगी त्यतिमै बितिहाल्यो होइन, ल्याउ नल्याउ साइन्स आर्ट्सै हुन्थ्यो। तर अहिलेको जमानामा हाम्रो नानीहरूले डिफ्रेन्ट तरिकाको स्किल्स, डिफ्रेन्ट तरिकाको करियरहरू चुज गर्न सक्छ होइन। डिजिटल होस् चाहे त्यो जस्तो रेगुलर स्टडिज होस् होइन, र त्यो चाहिँ फुल्ली डिपेन्डेन्ट गर्छ हाम्रो स्टुडेन्ट, हाम्रो नानीहरूमै। र उहाँहरूलाई जुन तरिकाको स्टडी गर्नु मन छ त्यही तरिकाको स्टडी चाहिँ उहाँहरूले कन्टिन्यू गर्न सक्छ। यदि तपाईँहरूलाई यो टपिकमा कुनै प्रकारको जानकारी चाहियो या त कुनै करियरको बारेमा विषयमा तपाईँहरूलाई इन्फर्मेसन चाहियो भने तपाईँहरूले मलाई डिएम गर्न सक्नुहुनेछ, तपाईँहरूले मलाई कमेन्ट गरेर बताउन सक्नुहुनेछ, सो द्याट कि म तपाईँहरूलाई बताउन सकौँ कि तपाईँको नानीहरूको इन्ट्रेस्टको हिसाबले चाहिँ तपाईँको नानीहरूले कुन चाहिँ कोर्सेस होइन अन्त कुन चाहिँ सब्जेक्ट लिएर पढ्यो भने चाहिँ राम्रो हुन्छ भनेर। सो आजको भिडियोमा म यति नै अन्त गर्दछु, र आई होप तपाईँहरूलाई यो भिडियो मनपर्छ र तपाईँहरूले यसमा आफ्नो विचार, आफ्नो कमेन्ट्सहरू राख्न सक्नुहुनेछ। र थ्याङ्क यू भेरी मच। र फेरि पनि बुद्ध पूर्णिमाको धेरै धेरै शुभकामना सबैजनालाई। हेभ अ नाइस डे। थ्याङ्क यू। सो यो भिडियोमा कतिवटा टपिकहरू, कतिवटा करियरहरू, कतिवटा स्किल्सको बारेमा मैले बात गरेको छुइनँ, र त्यसको बारेमा चाहिँ म आफ्नो यो कमेन्ट सेक्सनमा हालेको छु। तपाईँहरूले त्यो पढेर त्यो हिसाबले नै तपाईँहरूको नानीहरूको इन्ट्रेस्ट, तपाईँहरूको स्टुडेन्टहरूको इन्ट्रेस्ट हेरेर चाहिँ उहाँहरूलाई त्यसमा जोइन गराउन सक्नुहुनेछ।